सहकारीमा त स्पष्ट मैले राष्ट्रिय सभामा नै बोलेको छु, मान्यज्यू हजुर उपस्थित हुनु भएन होला त्यति बेला। मैले राष्ट्रिय सभामा स्पष्ट गरेको छु कि यो करदाताको पैसा बाँडेको होइन, यो चाहिँ चक्रीय कोष बनाइन्छ। 1 लाखभन्दा मुनिका बचतकर्ताहरूलाई रकम दिने भनेर अनुमान गर्दा अर्थ मन्त्रालयले मभन्दा अगाडि रामेश्वर खनालजी अर्थमन्त्री हुँदा नै 180 करोड बराबरको दायित्व देखिएको थियो। अहिले हामीले त्यो पुरा गर्दा गर्दै त्यो दायित्व घटेर 130 करोडमा खसेको रहेछ। कारण 50 करोड जति त यो सम्पत्तिबाट नै उठ्ने देखिएको थियो। हामीले संवाद गर्दा गर्दै त्यो घट्दै आएको छ र त्यो घट्दै जान्छ। सहकारीले यति धेरै सम्पत्तिमा लगानी गरेका छन्, जग्गामा, र जसले बरो गरेका छन् हैन, ऋण लिएकाहरू, सहकारीबाट ऋण लिएकाहरूबाट पैसा असुली गर्दै गयो भने बचतकर्तालाई धान्न सकिने भन्ने आकलन छ। तर अहिले समस्या के हो भने घर जग्गा बिकिरहेको छैन हैन, अर्थतन्त्रमा त मन्दी छ। त्यसैले नेपाल सरकारले चाहिँ, नेपाल सरकारको त आयु त लामो हुन्छ, त्यसैले के गर्ने सोच हो भने अहिले सहकारीका सम्पत्ति इलिक्विड छन्, तरल छैनन्, तुरुन्तै आजको भोलि नै बेचबिखन गर्न सकिएन। सरकारले त चाहेको बेलामा जहिले पनि नगद प्रवाह गर्न सक्छ। त्यसैले अहिले यो सहजीकरण मात्र गरिदिएको हो। 1 रुपैयाँ पनि करदाताको पैसा बचतकर्तामा नजाओस् भन्ने नै छ। तर यो 2-3 वर्षमा हामीले यो मिसम्याच हुन्छ, सहकारीबाट पनि रकम असुल्ने र यता सरकारले सहजीकरण पनि गरिदिँदाखेरि चाहिँ बजार पनि अलिकति चलायमान हुन्छ कि भनेर हामीले गरेका हौँ।